ठिक छ एकदम पहिलाको ठिक छ उनीहरूले भ्रष्टाचार गरून् जे गरून् पैसा खाने खातुन् तर हामी गरिबलाई मार्दैन सुकुम्बासीले व्यवस्थापन हुन्छ नहुने होइन राज्यले गर्छन् यहाँ राज्यले छुट्याउने काम गरेको छ सुकुम्बासी र हुकुमबासीले छुट्याउने काम मात्रै गरेको छ यहाँ त हुकुमबासी जानुपर्छ हुकुमबासीको हकमा धेरै बिघो बिघा छ त्यो कसरी 2 धुर 4 धुर 5 धुर 10 धुर मात्रै होला जमिन सुकुम्बासीको हकमा हुकुमबासीको हकमा बिघो बिघा छन् त्यो त कमसेकम बुझ्नु पर्यो भन्दै चाहिँ पहिलाकै लुटेरा फाटा चोर डाका नेताहरू नै ठिक थियो घण्टा ठिक थियो तिनीहरूले गर्दाखेरि आज सुकुम्बासीहरूको अवस्था यस्तो आएको छ नत्र आउँदैन थिए सुकुम्बासीहरूलाई भोट बैंक बनाएर भोट तान्ने मात्रै काम गर्थ्यो आज भोलि पर्सि तर्सी लाल पूर्जा दिन्छु रे भन्दा भन्दै वर्षौं बितेर जान्थ्यो तर पाउँदैन थिए लाल पूर्जा यहाँ त सुकुम्बासी भन्दा हुकुमबासीहरू धेरै बसोबास गर्थे त्यसैले गर्दाखेरि आज यस्तो अवस्था आएको छ बस्ती बस्तीमा डोजर चल्नुको कारण पुरानै नेता नै हो जुन कि लुटेर देशको ढुकुटी सिध्याएर खर्बो अर्बो भ्रष्टाचार गरेर तिनीहरूले आज यस्तो अवस्था ल्याएको छ सुकुम्बासीहरूको र पहिलेकै नेता ठिक थियो होला पहिलेकै नेता चोर ढाका फटा थुक्का चुतिया साला पहिलाको नेता